सम्माननीय सभामुख महोदय, यो राष्ट्रिय अनुसन्धान विभागको विषयमा धेरै म बोल्न चाहन्न, थोरै दुई चारवटा पोइन्टेड कुरा गर्न चाहन्छु। यो राष्ट्रको निम्ति एकदमै संवेदनशील विषयवस्तु हो। विगतमा कहिले प्रधानमन्त्री कार्यालय, कहिले चाहिँ गृहमन्त्री कार्यालय गर्दै यताउता सार्दै ल्याइएछ। यसलाई स्थायित्व रूपमा चाहिँ बलियो बनाउनुपर्छ। एक नम्बरमा राष्ट्रिय अनुसन्धान विभागको सङ्ख्या बढाइयोस्, म त्यो माग गर्न चाहन्छु। जति पर्याप्त मात्रामा हुनुपर्ने थियो त्यो सङ्ख्या कम छ। दोस्रो कुरो, त्यहाँ चाहिने आवश्यकता, अनुसन्धानको लागि दिनुपर्ने राज्यले सेवा सुविधा, जुटाउनु पर्ने सूचना र प्रविधिहरूको तपाईँको त्यसमा कमी छ भन्ने लाग्छ मलाई। त्यसमा राज्यले ध्यान दिनुपर्छ। तेस्रो कुरो, म केही प्रश्न सोध्न चाहन्छु। हिजो अस्ति जेनजी आन्दोलन भयो, देशमा सिंहदरबार जले। 10 वर्ष जन विद्रोह र अहिलेसम्मको इतिहासमा ठुलो ठुलो जनआन्दोलनहरूमा पनि सिंहदरबार जलेको इतिहास थिएन। हाम्रो सर्वोच्च अदालत र अदालतहरू जलेको इतिहास थिएन। मलाई के लाग्छ भने विगतमा हामीले राष्ट्रिय अनुसन्धान विभागलाई सामान्य एउटा प्रक्रिया मात्रै मानेको हुनाले पनि अथवा प्रक्रिया मात्रै पुरा गरेको हुनाले पनि सायद यो कमजोरी भयो होला। देशमा हजारौँदेखि नै हाम्रो तपाईँको सुरक्षा संयन्त्रहरू भन्दा पनि राष्ट्रिय अनुसन्धान शक्तिशाली हुनुपर्छ र राष्ट्रिय अनुसन्धानले त्यसरी देश र देशको पक्षमा वफादारी हिसाबले काम गर्नुपर्छ र काम गर्नुपर्दछ। अब मलाई लाग्छ हामीले त्यो सोध्ने अधिकार त यहाँ नहोला, त्यो जान्ने अधिकार मलाई चाहिँ छ जस्तो लाग्दैन। तर हिजो अस्ति जेनजी आन्दोलनको रिपोर्ट राष्ट्रिय अनुसन्धानमा के छ र त्यहाँ कहाँ कमजोरी भयो र आउने दिनमा यस्तो ठुलो तपाईँको चाहिँ हिजोको दिनमा भ्रष्टाचारको विरुद्धमा, दलाल माफियाको विरुद्धमा जसले देशले पटक लुटिरहेको थिए त्यसको विरुद्धमा आन्दोलन हुनु जरुरी थियो। तर सिंहदरबार जल्न आवश्यक थिएन, जल्नु पर्दैन थियो सभामुख महोदय। त्यसै कारणले आउने दिनमा राष्ट्रिय अनुसन्धानलाई बढीभन्दा बढी शक्तिशाली र तपाईँको सक्रिय बनाउन जरुरी छ। र राष्ट्रिय अनुसन्धान अहिले शक्ति पृथ्वीकरणको चाहिँ एगेन्स्टमा हो कि भन्ने पनि लाग्छ मलाई। गृह मन्त्रालय अन्तर्गत भएको प्रधानमन्त्री तर मन्त्री परिषद कार्यालय अन्तर्गत लग्ने भनेको छ। खैर के छैन, यति आवश्यक हो राष्ट्रमा, यति साँच्ची नै त्यो अति आवश्यक छ भने त्यो पनि हामी ठुलो बहसको विषय नबनाऊ। तर राष्ट्रिय अनुसन्धानलाई आइन्दा यहाँदेखि उता देशमा हुने जति पनि तपाईँको आउने दिनमा जोखिमहरूलाई निर्मलीकरण गर्नको निम्ति, समाधान अपनाउनको निम्ति शक्तिशाली बनाओस्। यो सरकारले नयाँ गर्छु भनेर आउनुभएको छ। म शुभकामना दिन चाहन्छु।